पार्टनरशिप फर गुड हेल्थमा तपाईलाई स्वागत छ। हामी PGH को नाममा पनि चिनिन्छौँ। तपाईले फाप टेस्ट गरेर पाठेघरको मुखको क्यान्सरको जाँच गर्न सक्नुहुन्छ। फाप टेस्ट भनेको एउटा यस्तो परीक्षा हो जहाँ डाक्टरले सानो ब्रसले पाठेघरमा बिस्तारै रगडेर केही कोशिकाहरू निकाल्ने प्रक्रिया हो। यो प्रक्रिया लगभग 1 मिनेटको हो। यो प्रक्रिया गर्दा अलि असह्य हुन सक्छ, त्यसैले बिस्तारै लामो श्वास फेर्नु पर्ने हुन्छ। डाक्टरले कोशिकाको नमुनालाई प्रयोगशालामा जाँचको लागि पठाउँछन्, कोशिकाहरू सामान्य छन् वा क्यान्सरको भनेर। पत्ता लगाएपछि डाक्टरले तपाईलाई नतिजाको साथ फोन गर्नेछन् र अर्को चरणहरू व्याख्या गर्नेछन्। यदि तपाईलाई महिला सञ्चालिका चाहिन्छ भने समय तालिका बनाउँदा थाहा दिनुहोला। धन्यवाद।